साथीहरु आज हामी यहाँ आएको छौँ पुरा आइसक्रिम खान प्योर गाईको दुधबाट बनेको अनि अहिले चाहिँ हामी चाहिँ अलिक छिटो आएछौँ कि अनि त्यही भएर अनि यतातिर घुम्नु पर्यो हेर्नु पर्यो भनेर वाउ ए कस्तो राम्रो बाख्राहरू कति सेतो है ए मुनपाटी पनि रहेछ त नि नेपालको याद आएको है ड्याडी च्याङ्ग्रा ए च्याङ्ग्रा हो कि बोका हो त्यो त बोका है ल साथीहरू जापानको बोका हेर्नु आमा कति सेतो न सेतो हो के यो प्रेग्नेन्ट रहेछ ल गाइजहरू होइन अब आजबाट टक्क बाख्रा पाल्नु सुरु गरिदियो हामीले चाहिँ होइन बाख्राको दुध खान मन लाग्यो भने चाहिँ होइन टक्क सम्पर्क गर्ने है हामीलाई बाख्रा पाल्न सुरु गरिदियो र अब चाहिँ हामी यता गाई पालेको ठाउँमा जानु पर्यो फार्ममा हेर्न हामीले जहिले दुध खान पाइन्छ नमिल्दो रहेछ यहाँबाट खिच्न पाइन्न ए घाँसहरू यस्तो गर्दो रहेछ नि ड्याडी गाईहरू चाहिँ खाइयो आज हामीलाई यसरी आएर फर्स्ट लाइनमा बसेर फर्स्ट पाएको फर्स्ट टाइम होला सबभन्दा मिठो त मिल्कै रहेछ म्याङ्गो पनि मिठो छ अर्ग्यानिक फार्ममा आएर हामीले आइसक्रिम खाँदैछौँ साथीहरू हेल्दी हो